रवि लामिछाने भयो चिनेको मान्छे म त यस्तो सक भएँ कि वाह कस्तो खुसी पनि लाग्यो क्या इन्ट्रेस्टिङ कुरा उहाँसँग होइन उहाँ प्रधानमन्त्री भइदिनु भयो भने चाहिँ ल यो मैले नक्कली पढाएँ होइन क्यामेरामा क्लोज गरेर हेर्नुहोस् ल फेरि आएँ ठ्याक तिमी आज भोलि किन बोल्दिनौ लस्सो फ्याफुल्ला सुरुवातमै दाइलाई नमस्कार गर्नु मन लाग्यो नमस्कार दाइ नारायण लस्सो फ्याफुल्ला भनिसके पछाडि त ओहो लस्सो फ्याफुल्ला भन्ने होला लस्सो फ्याफुलजी मैले भन्ने हो अनि आफूले अब एलिना खनालले चाहिँ लस्सो फ्याफुल्ला भनेपछि मिलन लामाले चाहिँ नारायण भने पो होइन यो संसार अनि कस्तो राम्रो फुलबारी हुन्थ्यो नि त होइन त्यसै मैले चाहिँ नारायण फ्याफुलजी के छ के हुनु टाउकोमा क्याप छ पहेँलो भर्खर तोरी फुल्या गाउँबाट आएको चितवन त अहिले पहेँलो पुर्छ नि यस्तै पहेँलो यस्तै पुरै जता हेऱ्यो पहेँलो अनि पहेँलो गाउँबाट आएको पहेँलो ज्याकेट परेको छ ठिकै छ अब चितवनमा बसेर पनि व्यस्त हुने र काठमाडौँमा बसेर पनि व्यस्त हुने व्यस्त भए पनि व्यस्त छैन म जस्तो महसुस गर्नुहुन्छ मिलन दाइले मलाई खासै त्यो जुन गीत सङ्गीतमै अत्यन्तै 24 घन्टा व्यस्त लाउन भ्याइन सकिनँ म पुग्न पाइनँ भन्ने खाले व्यस्त चाहिँ छैन त्यस्तो नभए चाहिँ करिब 15 वर्ष भयो होला किन ढाँट्नु होइन अब अहिले चाहिँ के भने छ अलिअलि अब मेला महोत्सवहरू हो अहिले धेरै व्यस्तता देखाउने फेसबुकमा मेला महोत्सवमा अब मेरो उमेरले पनि त डाँडा काट्यो अनि फेरि गीतहरू पनि नयाँ गीत चलेको छैन कसैलाई भन्नु छैन मेरो आफ्नै कमजोरी हो गीत कहिलेकाहीँ निकाले हुन्छ चल्दैन पहिला जे निकाले त्यही चल्थ्यो होइन मेला महोत्सवमा प्रमुख ठुलो फोटो नै मेरो हुन्थ्यो कतिपय महोत्सवमा पहिला माझी दाई पोखरा हङकङ आइडी चलेको बेलामा क्या त्यो बेलामा ओहो मिलन लामाको फोटो 1 नम्बरमा आउँथ्यो अहिले त फोटै आउँदैन 1 नम्बर 2 नम्बर भन्ने कुरै भएन दाइको गुनासो छैन गुनासो छैन मेरो गीतै चल्दैन क्या त्यो चाहिँ हो लौले के गर्नु पर्यो भन्नुहुन्छ दाइ के गर्नु पर्दो रहेछ गीत चल्न होइन के चाहिँ पाइ त्यही गर्नु पर्दो रहेछ सास चल्यो हुन्छ आजभोलि चाहिँ मैले के सोचेछु भने यो गीत सधैँभर चल्ने पनि होइन रहेछ अनि सास चाहिँ बरु चलिरहोस् क्या अनि गीत चाहिँ बरु कहिलेकाहीँ निकालिरहेको छु अहिले पनि निकाल्ने हो गीत अब त्यसको लागि काठमाडौँ छिट्टै आउँदै सायद भोलि पर्सि नै आउँछ होला यो पोडकास्ट आउनुभन्दा पहिल्यै आउँछ होला यो कहिले आउँछ पोडकास्ट यो एडिट भएर आउने होला होइन मेरो त भोलि नै आउने हो हर चितवनबाट उडेर आइसक्यो भनिदिउँ न आइसक्यो मिलन लामा दाइको अफिसियल युट्युब च्यानलमा गीत आइसक्यो सालैजो नै होला सायद होइन होइन यसपालि अलि त्यस्तै छ कथावस्तु छ धार चाहिँ मेरो पुरानै धारको त्यो माझी दाई पोखरा टाइपको लय त्यस्तो छ होइन यसमा चाहिँ के छ भने जोवन मात्रै खोज्ने छ सतर्क चोखो माया लाउने छ नतर्क है नानी यति शब्द भएछ त ठेगो यही छ अनि केटीले चाहिँ धन सम्पत्ति खोज्ने छ सतर्क चोखो माया लाउने छ नतर्क भन्नु त दोहोरी भएपछि परिहाल्यो नि होइन उसले नि त भन्न पाइगयो यो दोहोरी भन्ने एउटा मानिसको जीवनको एउटा कथा त हो दाइ सधैँभरि क्या मिलन लामा दाइसँग होइन यसरी सिङ्गल अन्तर्वार्ता गरिरहेको हुन्छ कि साइडमा चाहिँ भाउजूलाई राखेर अन्तर्वार्ता गर्न पाउँछ खोइ त आउनु न चितवन आउनु मैले कति आफूलाई पनि भने कति अस्ति नै आउनु चितवन आउनु त्यहाँ आउनु केही न जे छ त्यही खाम्ला अहिले त नयाँ रायोको साग मेरी आम्बो यिनी नयाँ आलु पनि निस्क्यो अहिले त चितवनमा अलि अगौडे आलु क्या अलि चाँडै लगाएर आलु पनि निस्क्यो नयाँ आलु ओहो त्यो छाला केलाउनु पनि पर्दैन घरा मारिदिएपछि त्यो उसमा बाटामा राखेर त्यो आलु कञ्चन सेतो बहिनीको दाँत जस्तो देखिन्छ त्यो आलु चटचट काटेर धेरै पकाउनु पनि पर्दैन रायोको साग र त्यो आलु मेरी आमा गाईको घिउ टक्क हालेर दिउँला मङ 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 बसाएर के कति मिठो त्यससँग नि त्यो रायोको साग खानेमा अनि त्यो आफ्नै बारीको भर्खर टिपाएको खुर्सानीको स्वादै अर्को हुन्छ डल्ले त अलिक पिरो हुने रहेछ अर्को खालि खुर्सानी छ क्या दामी छ 4-5 थरी खुर्सानी छ भने मेरो बारीमा मजाले घरमा खेतबारी भनेको बारीमा आफ्नै बारीमा डुलेर मजाले बस्न रमाइलो लाग्छ है दाइलाई एकदम रमाइलो बेलुका हाम्रोतिर त 8 बजी गैँडा आउँछ आज बेला किन आलु छ अलिक त्यो किसानले त्यो गाईलाई भनेर त्यो जय घाँस भन्ने हुन्छ
त्यो घाँसमा त्यो गैँडा पल्केपछि मेरो आमा ज्यान जाला छोड्दैन ठुटो भइसक्यो तर पनि त्यो अहिले त बच्चा पाउने सिजन रहेछ कुनै क्या हो 3-4 बच्चा लिएर आउँछ त्यो चाहिँ अलिक खतरा हुन्छ अनि र हामीले त्यहाँ गाउँघरमा बेलुका इभिनिङ वाक हिँड्नेहरूलाई पनि बिहान मर्निङ वाक हिँड्नेलाई पनि पोहोर साल साइनोले मेरै बहिनी ज्वाइँ पर्नेलाई गैँडाले मारिदियो नि त बिहान 4 बजी हिँड्नु भएछ त्यसैले त्यो एक प्रकारको रमाइलो पनि छ त्यही जनावरलाई हेर्न लाखौँ रुपियाँ तिरेर आउँछन् हाम्रो त सागबारीमा आउँछ भित्र झ्यालबाट लौरोले यसो ठेल्ने उता जाए त्यो आलु खान आउँछ क्या आलु खान मेरो झन् छेउमा एकजना दाई देवकोटा दाईले चाहिँ उसले घाँस लाउनु भएको छ त्यो घाँस पनि खुब मन पराउँछ आउँछ कहिले काहीँ तर अहिले आजभोलि अलिकति बत्ती धेरै बाल्ने चलन भयो वडा कार्यालयले चाहिँ गैँडा प्रभावित क्षेत्रमा चाहिँ बत्ती धेरै हालिदिने त्यसले गर्दा अलि लाइट देखेपछि लाज मान्ने रहेछ क्या डर त किन मान्थ्यो त्यत्रो प्राणी होइन लाज मान्दो रहेछ भनौँ न त्यो एक खाले बहिनी म त्यस्तैमा रमाइरहेको छु क्या काठमाडौँ यही गीत निकाल्ने बेलामा यसो विदेश जाने बेलामा आउने हो नत्र उहीँ बस्ने अहिले गाउँमा करिब एक्लै भएको छु म किन छैन नि मान्छे 3-4 केटाहरू थियो मेरो साथीको दाइहरूको छोराहरू त्यो भतिजहरू पनि अहिले यता पूर्वी युरोपतिर अहिले त पूर्वी युरोपले लग्यो क्या नेपाली भाइ छोरा नातिलाई त है गाउँ पुरै खाली भइसक्यो अब खाली छ खाली त भएको छैन 2-3 घर खाली भयो घरहरू खाली भयो तर गाउँ जस्तो छैन पहिलाको हामी सानो हुँदाको गाउँ जस्तो छैन पहिलाको माहौल कस्तो रमाइलो हुन्थ्यो है अहिले त आफ्नो साथीहरू पनि खोज्न पर्छ कता छन् भन्दै म एउटा अर्को रमाइलो कुरो भन्छु भर्खरै नयाँ कुरो चल्यो त्यो गैँडा धपाउने कुरामा पनि पहिला मचान भन्छ त्यो चौधरी जातिले माछ भन्छ उनीहरूले हामीले चाहिँ मचान भन्छौँ नि त्यसमा मान्छे बसेर गैँडा धपाउन पनि बस्थ्यो त्यो चलन छुट्यो र अहिले चाहिँ त्यही पनि गैँडा अहिले धेरै आयो भने गाउँले जुटेर बेलुका चाहिँ लाइट बालेर हो र हट्टा हुट्टा गर्ने चलन थियो त्यो पनि अब केटाकेटी अलिक यो भर्खरको केटाहरू भए पो आँटिलो हुन्छ होइन सुरा हुन्छन् त्यो पनि केटाकेटी अलि यो भर्खरको केटाहरू नभएपछि के गर्न थालेको छ हिजो अस्तिबाट भने त्यो क्यासेटमा डब गरेर माइक त्यता फर्काइदिने म त अस्ति झुक्किएँ है गैँडा त यसो लाइट बालेर हेर्छु घरमा चाहिँ कहीँ मान्छे देख्दिनँ त्यो त्यो माइक कराएको रहेछ ल हेर्नु म समय कति परिवर्तन हुँदै गयो कारण के भने युवा पलायन मिलन दाई तपाईँ कति धेरै देश अझै पनि जाँदै हुनुहुन्छ प्रोग्रामको लागि होइन यहाँ नेपालमा हुँदा पनि लाइभ दोहोरी सुटिङ गरिराख्नु भएको छ गीत पनि गाइराख्नु भएको छ तैपनि भनौँ न मिलन लामा दाई हुनुहुन्छ है दाईको आवाज हामीले सुनिराख्नु पाएको छौँ है भन्ने त धेरै दर्शकहरूलाई छ होइन कहिलेकाहीँ जस्तो यो गाउँ अब रित्तिसक्यो अहिले त म एक्लै छु भन्ने खालको कुरा गर्दै गर्दा नि कहिलेकाहीँ चाहिँ के तपाईँलाई विदेशतिरै म पनि बस्नुपर्छ क्या भन्ने खालका सोचाइहरू कुनै समय आए कि आएनन् अझैसम्म त आएको छैन कहिलेकाहीँ आउँछ मलाई पनि किन नहुनु मान्छे हो नि त होइन आउँछ अब आएर पनि के गर्ने अब म गएर त्यहाँ मेरो बच्चा बच्ची लैजाउँला राखौँला भन्ने कुरो डाँडो काटिहाल्यो थियो त्यो सीमा क्रस भइसक्यो ग्रिन कार्डै लिए पनि ग्रिन कार्डमा त 21 वर्ष मुनिका आफ्नै छोराछोरी भयो नि प्रवेश हुने रहेछ अनि के नागरिकता लिनु पर्यो नागरिकता छँदैछ नि हाम्रो नेपालको नागरिकता भएको हुनाले त्यो सोच चाहिँ अहिलेसम्म आएको छैन विदेश नगई त घर पनि चल्दैन अहिले त चल्दैन अब पेसाले कलाकार हो गीतै गाएर 2 पैसा कमाउने भयो हुनाले कहिलेकाहीँ विदेशमा यस्तै मौका छोपेर अहिले जस्तै तमु लोसार अङ्ग्रेजी नयाँ वर्ष अनि दसैँ तिहार नेपाली नयाँ वर्ष तामाङ लोसार शेर्पा लोसार यस्तो मौका छोपेर जान्छु म बोलाए पनि नबोलाए पनि ल म त आएँ है भनेपछि यो बुढा फेरि आएछ भन्ने हुन्छ है ल ठिकै छ थोत्रै गीत भयो नि अब त्यो त्यस्तो किसिमले त होइन देशै चलाउँछु भन्ने कति मभन्दा अग्रजहरू हुनुहुन्छ होइन म त एउटा गीतै चलाउनु भनेर हिँडे मान्छे घरको चुलो चलाउनु हिँडे मान्छेले बुढो भएँ त भनेको छैन मैले तर त्यो भने चाहिँ के भने म सानो कलाकार हो भन्न खोजेँ कि त्यसो भन्दैछ त अझै पनि सानै कलाकार भन्नुहुन्छ अनि अझै पनि स्ट्रगल फेजेसमै छु भन्ने महसुस गर्नुहुन्छ त्यो त हुँदो रहेछ त्यो लोभ लागिरहने रहेछ अरूको गीत बेसरी भाइरल हुँदा मेरो पनि भइदियो हुने भन्ने त हुँदो रहेछ तर त्यसको लागि पनि त सबै कुरो तारताम्य मिल्नु पर्ने रहेछ नि त समय उमेर प्रस्तुति सबै कुरो मिल्यो खण्डमा धेरैले मन पराउने भएर भाइरल भन्ने त रहेछ नि होइन र पहिला लोकप्रियता थियो अहिले त म त के भन्छु सर्भाइभल
म भाइरल होइन सर्भाइभल बाँचिरहेको मात्रै हो। दाइ हजुर कति वर्ष हुनुभयो? 30 वर्ष हुनुभयो। अर्को 30 जोडे भइहाल्यो नि अब 60 जोड्ने बेला हुने बेला भइसक्यो। अर्को 30 जोड्दा अब अलि वर्षपछि जोड्न पाइन्छ बाँचिरह्यो भने। 50 क्रस भइसक्नु भयो होइन होला। अब नेक्स्ट क्वेसन प्लिज। हजुर र भाउजूमा नि उमेरले कति ग्याप छ? मनले एकदम नजिक छ, उमेरले 2 वर्ष ग्याप छ। उमेरले जम्मा 2 वर्ष मात्रै। ओहो, कहिलेकाहीँ भनेको हजुरको गीत सङ्गीतको पेसालाई चाहिँ कतिको रुचाउनुहुन्छ? त्यसैबाट खान पाएछ किन नरुचाउने र अलि दिन घर बसी हाम्रो बुढा त फ्लप भएछ के भन्ने पर्ने रहेछ। अनि अरूभन्दा नि गाउँतिर मेला महोत्सव हुन्छ नि त, भएपछि मलाई भन्दा पिरुवाला पर्छ। त्यही नजिकै मेला महोत्सव हुँदा पनि बोलाउनुहुन्न? बोलाए पनि जुन चाहना जुन चासो पहिला जस्तो चाहिँ हुँदैन, त्यो स्वाभाविक कुरा हो। अनि म चाहिँ अहिले मेला महोत्सवको ओहिरो भयो नि त, यो बेला चाहिँ म छड्केर सट्ट लाएर विदेश गइदिन्छु। यहाँ नभएपछि उता गएपछि त कार्यक्रम पाए पनि नपाए पनि विदेश गएको छ भन्ने त हुन्छ नि त, होइन कि कसो हो? भिसा सधैँ छ, अमेरिका गए नि भयो, क्यानाडा गए नि भयो, अहिले त अस्ट्रेलियाको ल्याएको छु अस्ति, युके र उसको चाहिँ सकियो। अस्ति त युरोपको नि थियो मसँग 1 वर्षको थियो, त्यो पनि सकियो भिसा। अनि उसको नि थियो युकेको नि थियो 6 महिनामा दिएको थियो मल्टिपल भिजा, त्यो नि सकियो। युके त नगइकन सकियो। क्यानाडाको त ऊ बेलामा दिएको छ नि 5 वर्ष भिजा, टुरिस्ट भिजा। अमेरिका नि 5 वर्ष, अब 3 वर्ष सक्यो, 2 वर्ष बाँकी छ। 2 वर्ष बाँकी छ। 2 वर्षपछि फेरि दियो भने फेरि 5 वर्ष थपिन्छ। 18 चोटि अमेरिका जानुभयो, अब कति चोटि अमेरिका जाने? यो नभने नि हुने कुरा। जाने के जाने, अब आफ्नो मान्छेले बोलाइरहे जाने, यसो ठाउँ दिउन्जेल जाने, यति उति किन गर्नु पर्यो हार भने कि होइन? किन गर्ने हो र? गनेर पैसा आउँदैन। 17 चोटि 18 चोटि गयो भने के मलाई पैसा आउने होइन? पेन्सन बढ्ने होइन, बढ्छ र भत्ता थपिने होइन। गएर नि क्या अहिले अस्ट्रेलियाको ल्याएछ 3 वर्षको छ मल्टिपल भिजा, जाने। अस्ति गएको, अस्ति वाक्क भइसक्यो लाग्यो मलाई। म रङ टाइममा परेछु, तिजो गीत अहिलेसम्म गएको, तिजको बेलामा परेछु। मिलन दाई तिजो गीत छ कि छैन? हजुरको छैन अहिलेसम्म गएको, थत्तेरी भने हानु, उता नि थत भने, उता नि थत भने अहिलेसम्म तिजको गीत गएको छैन नि। अब गाउने नानी यसपालि गाउने गाउने हो, चाहिँदो रहेछ नि। अब पुरुष सहभागिता भन्दै धेरै साथीहरूले गाउनु, उहाँहरूले काम पाउनु। तिजो बेलामा महिला भन्दा पुरुष कलाकार बिजी हुन्छन्। अनि मेरो त घर छ, चुलोमा आगो फुक्नै पर्यो होइन? खालि त्यो यसो हेर्दा घमण्डी कुरा गरेको त हुने क्या, लोग्ने मान्छेले तिजो गीत गाउने होइन भनेर हुन्छ र? मैले भनेर हुन्छ र? भन्थ्यो हो त, त्यही भनेर नगाएको नि मैले। हजुरहरूको पालामा हो नि, थिएन नि त्यतिको तिजो गीत। अहिले पनि तिजोको बेलामा लोग्ने मान्छेलाई बिदा कहाँ देखा त नि? राज्यले देखाएन नि त, राज्यले स्वीकारै छैन नि त। नारीलाई मात्रै बिदा दिन्छ हो किन? पञ्चमी नआउनु जाँदैन लोग्ने मान्छे, जान्छ र? दरखानामा लोग्ने मान्छे माइत गर्ने कहाँ हो जाने? दरखाना कहाँ जाने हो होइन? त्यो त हो कुरो त मिलाएन। मिलेर भन्दा पऱ्यो बस्दाखेरि म एक्लो भएँ। म एक्लो भयो भने त अब त्यो गीत नगाउनु लोग्ने के अरे मान्छे कलाकार भनौँ न, अब पुरुष कलाकार म त भने लोक गाएको सबै गाउनु, सबैले प्रायः सो। मिलन दाइको पनि अब आउँछ यसपालि आउँछ। कस्तो गीत गाउनुहुन्छ दाइ? फेरि अहिले बनाएन के मैले त होइन, बनाउनु त सक्छु, गाउँछ है भन्ने सोच हुन्छ नि त। अब गाउने भने अब एक्लै गाएर अब तिजो गीत गाउनु के अरे तिजोको शब्द राख्ने अनि गाउने। मैले यसपालि बनाएको थिएँ, गाउन भ्याइनँ मैले। के विषय के कस्तो बिर्से जस म बनाउँछु, गाउँछु। गाउनुहुन्छ, हामी ढुक्क छौँ, सुन्न पाइन्छ। भाउजूलाई चाहिँ स्क्रिनमा देखाउन रहर लाग्दैन कहिले के? भनेको म्युजिक भिडियोतिर क्या हजुरले गाउनुभएका गीतहरूतिर यसो भाउजूलाई पनि टक्क देखाइदिउँ भन्ने लाग्दैन? कठै त्यो के भन्ने, अब साह्रै सोझी हुनुहुन्छ। सोझी के, गाई पनि जोगीले पाले गाई जस्तो के सोझी। त्यो किसानले पाले चाहिँ यसो दाम्लो फुस्किने पनि चोरचाल गर्छ नि यताउता। पालेको गाई चाहिँ कस्तो हुन्छ? एकदम सिधा नानी, कसैलाई नहान्ने है। जोगीले राम्रो कुरो पनि सिकाउँछ नि। जोगी भने त योगी भने सन्यासी हो नि त। सबै कुरो छोडेर गएका मान्छेले पालेको गाई कस्तो होला? राम्रै कुरो सिकाउँछ नि त। त्यस्तै छ कि सोझी। उसलाई त्यो मोबाइलको क्यामेरा यसो राख्दा त लाज मानेर भाग्ने हो। तर एकदम घरै आउनु के नाक्बै नि।
मैले अहिलेसम्म देखेको छ नि त्यो मलाई देख्न मन लाग्यो आउनु मेरो घर आउनु हामी दुईजना बसौँला अब के सोध्नु फेरि बोल्न पनि लजाउनुहुन्छ होला अप्ठ्यारो त मान्छ तर म कुइनाले हानी पनि भन्छु भन्नु भनेर अनि फेरि त तपाईँको एक्सहरूको कुरा पनि आउला हुन्छ थाहा छ एउटा त होला नि थाहा छ कतिवटा थियो र होइन त्यो स्कुलमा पढाएको बेला मैले भने क्या खुसीले क्या त्यो बेला मैले सानै बिहे गरेँ है स्कुल म एसएलसी पास नहुँदै बिहे गरेँ थाहा छ कति वर्षको हुनुहुन्थ्यो वर्ष त खै कुनै कति भयो त्यो थाहा होइन जस एसएलसी पास भएको थियो पहिलोचोटि फेल भइहालेँ गुल्टिहालेँ अनि बिहे गरेर पास हुँदा लगाइदियो एउटा साथीले त्यो गुड लक हुन्छ अरे भनेर है बिहे गरेँ घरको परिस्थिति पनि त्यस्तै थियो बिहे गरेँ नभन्दै बिहे गरेको अर्को साल त म पास भइहालेँ भनेपछि भाउजू त लकी हुनुहुन्न रहेछ जस त्यही त कहिले काहीँ त ठुलो कुरो गर्छ नि म आएर पास भएको नि भनिदिन्छ जहाँ जो छैन त्यति हजुर भगाउनु भयो होइन भगाउनु भन्दा यो कथा छ यो किन सबै कुरो भन्नुपर्ने हो राजा पैसा पाउँछ भनेको पाउँछ कस्तो लोभी क्या हो नि किन त अनि सबै कुरो किन भन्नुपर्ने त अनि फेरि मलाई त बुझ्न मन लाग्यो नि त आम दर्शकहरूलाई लामाको बिहे चाहिँ खासमा कसरी भएको हो भन्ने त हुन्छ नि त हुन त पोस्टकार्डमा के अरे पोडकास्टमा भन्छ अरे यस्तो कुराहरू सबै कुरो है त्यो बेला आज खुलाइदिनुहोस् भनिदिनुहोस् म कस्तो भने भन्नु भाइ कुरा त लाजो मन छ कि अब म पुऱ्याउन गएँ खासमा उसलाई मेरो भिनाजुपट्टि मेरो कान्छो भिनाजुपट्टिबाट उहाँहरू त कुटुम्बको छोरी कान्छो भिनाजुको दाजुभाइ खलकको छोरी अब त्यतिखेर अब कुटुम्बको छोरी त हेर्ने हो नि हाम्रो जातमा झन् असाध्यै हेर्छन् क्या उनीहरू लो भन्ने थर हो घिसिङतिर हामी थिङ हो अनि केटी सोझी क्या अनि हाम्रो आमा त्यतिखेर जीवितै हुनुहुन्थ्यो बाबा आमा दुइटै हुनुहुन्थ्यो त्यतिखेर त्यसपछि लगत्तै बित्नुभयो उहाँहरू दुःख थियो कि अनि ठुङ मारिदिनु रहेछ क्या राम्रो त्यतिखेर मान्छे जुम्रा पर्ने नि त उहिले नङ पालेको अब हेटोडाको उनीहरू अलिक सहरको केटी नि त हामी चितवनको उनीहरूको हेटोडा नङ पालेको भइहाल्थ्यो नङ पालेको नङले ठुङ मार्दा त स्वाद आउने रहेछ नि त मजाले होइन जुम्रा अनि साह्रै राम्रो ठुङ मार्छ फलान नानीले त कान्छा अलिअलि आमाले पनि चाल पाउनु भएको थियो स्कुल 10मा पढ्दाखेरि एकजना अलि गैर जातीय अर्कै थरकी केटीसँग कान्छाको चाहिँ यसो आँखा जुदाउने भएको छ अरे भनेर लगाइदिए साथीहरू लगाइदिएछन् अन्तर्जातीय विवाह हो र मेरो अहिले त जातीय हो नि स्वजातीय हो नि त्यतिखेर स्कुलमा चाहिँ के स्कुलमा चाहिँ यसो हुन्छ नि फलाना प्लस फलाना लेखिदिने कि तातन छ र बोल्या छैन छोआ छैन त्यसै बाटोमा हिँड्दा कोही सँगै हिँडिन्छ नि त होइन अनि त्यो फलाना प्लस त्यो कहिले एउटा माथि उसमा ब्ल्याकबोर्ड माथि लेखिदिने कहिले किताबमा बेन्चीमा लेखिदिने त्यतिकै नाम चल्ने कि हुइया उस्तै पर केटीहरू बिहाइ नै होला भन्ने डर हुन्थ्यो नि त्यतिखेर मन्दिरमा लेखिदिने नाम जोडिन्थ्यो हजुर हजुरको चाहिँ कोसँग नाम जोडिन्थ्यो उहाँको नाम त भन्नु हुँदैन मैले जस थियो ओके अब भाउजूसँग चाहिँ कसरी अब ठुङ मार्ने कुरा आमाले मन पराउनु भयो अनि त्यो बाहिर त्यो फलानु प्लस लेखेको कुरा नि आमाले अलिअलि चाल पाउनु भएको छ अनि ल बाबु अब बेला भयो अनि अब हामी पनि यस्तै आमा अलि रोगी हुनुहुन्थ्यो अनि ल भन्ने कुरा भएपछि अलि दिन बस्नुभयो हाम्रो भिनाजु कहाँ मेरो कान्छी दिदी घरमा अनि त्यहाँ घर नजिक भएपछि झ्यामियो नि त हामी झ्यामियो रमाइलो लाग्ने क्या नजिक जहाँ गइरहनु मन लाग्ने कति उमेरले गर्दा के हो कुनै है त्यसै नजिक गइरहनु मन लाग्ने कतिखेर बिहान उज्यालो होला उठे कि उठेन भन्ने हुने क्या गयो अब अनि चिया खानेमा जानु दिदी कहाँ दिदी हाम्रो भाषामा नाना भन्छ नि त नाना चिया खान आयो म त भनेपछि गयो अनि चिया खान गएको त होइन म गयो आउने आमाको पाहुना चाहिँ उसैले ल्याइदिने चिया क्या चिया खासै ढङ्ग त थिएन चिया बनाउनुलाई खानु त परेको खायो मिठो भन्ने आमालाई त्यो ठुङ प्यारो होइन अनि त्यसरी अनि पुऱ्याउनु जान म पऱ्यो अनि भिनाजु त काममा जानु पऱ्यो ल कान्छा ल पुऱ्याएर आउनु पऱ्यो हाम्रो पाहुनालाई भनेपछि त्यो बेलासम्म हामी अलि राम्रै नजिकै भइसकेको थियो कि हेमसेम थियो बोलीचाली ल अब हामी राम्रो त पर्लै नि त्यो राम्रो मन परेर त हो नि पुऱ्याउनु गएको मान्छे अनि म आफै लमी भए आफै दुला भयो भने अचम्म कुरा गर्नु परेन कुरा अलिअलि चलाएर रहेछ भिनाजुले उसको घरतिर कुरा चाहिँ चलाएर छ सजिलो भयो नि मलाई अनि मैले गएपछि अनि त्यहाँ चाहिँ यतातिर त उतै बस्यो अरे भन्ने हल्ला चलेको छ भनेर उसको दिदीहरूले मलाई जिस्काएर भन्न थाले अनि मलाई पनि अब ठिकै छ
अनि भनेपछि त अनि ल म त उसै लिएर जान्छु उतै फर्काएर भने मैले साँच्ची हो अनि अहिले हाम्रो अब ससुराजीलाई पनि भने मैले मलाई त मन परेको छ हजुरलाई के कस्तो लाग्छ मेरो आमाले पनि मन पराउनु भएको छ हजुरले गीत गाउनुहुन्थेन थिएन त्यतिखेर म चाहिँ गीतै गाएको थिएन त्यो स्कुल टाइममा त गाउँथेँ नि त स्कुलको त्यो के अरे शुक्रबारे कार्यक्रमबाट गीत गाउन सिकेँ मैले शुक्रबार चाहिँ 2 घन्टी पढेपछि गीत गाउनु पर्थ्यो नि त कसैले गीत गाउने कसैले चित्र कोर्ने कसैले राम्रो के बनाउने कविता भन्ने मैले गीत गाउँथेँ अनि त्यसरी अनि आफैले माया ल्या अचम्म बाटोबाटै होइन घरै पुगेर घरै गएर बिहे चाहिँ धुमधामले भयो कि भएन है पछि हाम्रो चाहिँ के भन्छ नि त्यो 4 धाम बुझाउने भन्ने हुन्छ क्या त्यो लिएर आएपछि मैले भित्राएँ घरमा ल्याएर त्यही दिनै भित्राएपछि धन्नै कार्तिक सोको असोजको 31 गते राति भाइ हतार हाम्रो त्यो धनुष काँड हान्यो भाँचिएर फेरि धनुष फेरि बनायो त्यो धनुष नगाउनु पर्ने रहेछ क्या त्यो धुरी नगाउनु पर्ने सिन्दुर हाल्ने के रहेछ नि त्यो चलन अहिले मलाई अलिअलि याद आउँछ छ किन नहुने अनि त्यो भएर अनि गरियो हतार 12 बजे भने उतै नै काम टुङ्गो सकिएपछि अनि पछि अनि त्यो अनि याद आउँछ अनि ठिक छ अहिले भयो यत्रो जिन्दगी काटियो होइन अब एकल नारी ब्रह्मचारी भइयो अहिलेसम्म होइन कसम भने यो चाहिँ फेरि साँच्ची नै हो अनि बिहे गरिसके पछाडि त झन् धेरै माया लाग्यो होला है अहिले म त फेरि कहिले काहीँ पत्रकारिता पनि गर्थेँ नि गर्नुहुन्थ्यो म क्रस क्वेसन गर्न सिपालु छु नि एलिना बहिनीले भर्खर बिहे गर्नुभएको छ कस्तो लागेको छ अहिले बिहे गरेर माया कि होइन हजुरले यही क्वेसन गर्नुहुन्छ मेरो भन्दा नि पहिलो अनुभव त हजुरको हो नि त माया त कहीँ जान मनै नलाग्ने नि घरै बसिरहँ जस्तो फुटबल खेल्ने चलन थियो त्यतिखेर हामी फुटबल खेले जहाँ गयो त्यहीँ बेलुका घर तँलाई कस्तो घरै जानु पर्ने हाम्रो त्यो माडी जग्गा थियो माडी भन्ने ठाउँ टाढीबाट माडी धेरै टाढा छ कि अहिले त सहज भयो निकुञ्जभित्र पनि बाटो राम्रो भयो त्यतिखेर हामी साइकलमा जान्थ्यो उहिदिन आउनु त कहाँ सकिन्थ्यो र तर पनि हामी 4-5 जना साथीलाई मैले उक्साएर म त घर जानुपर्छ भनेर अनि आउँथ्यौँ क्या हजुर पनि भइसक्नु भयो होइन भइसक्यो नातिना कत्रो हुनुभयो ठुलो हजुरबा कसरी भइन्छ र नातिनी भएर भन्नु हुन्छ भने ठुल्ठुलो भइसक्यो नि यस्तो राम्रो च्याट गर्ने मसँग बोल्ने भइसक्यो है ओहो छोरा छोरीको भन्दा पनि जब नातिना जन्मिसके पछाडि झन् धेरै नातिनाको माया लाग्छ अरे भन्छन् नि होइन एकदम धेरै चाह हुन्छ त्यही भएर त अहिले हाम्रो नेपालमा धेरै बुढापाका रुनुहुन्छ नि त त्यो छोराछोरीको भन्दा नातिनीलाई हेर्न नपाएर रोका हुन् के त्यसको स्पर्शले पनि शरीरमा नातिनीसँगै काखमा राखेर बस्दाखेरि डक्टरले भनेको कुरो हो नि त इम्युनिटी पावर बिल्डअप हुन्छ अरे क्या यो कोरोना टाइममा कोभिड टाइममा नातिनीसँग खेल्नु कुकुर बिरालोसँग खेल्नु भन्छन् नि त विदेशमा नातिनी नहुने विदेशीहरूले प्रायः कुकुर पाल्छन् नि बिरालो पाल्छन् नि त्यसले चाहिँ एक प्रकारले बडीमा चाहिँ पोजिटिभ भाइब्स ल्याउँछ अरे क्या तेरो चाँडै बच्चाहरूसँग खेल्नेको राम्रो हो नानी कस्तो सुनेन कान ठ्यापै भयो कि त्यस्तो हुन्छ बेला यो उमेर त्यस्तै हो हजुर बुढो भयो भन्नुभयो होइन हो कि होइन ओहो किन अघि म बुढो भयो भन्नुभयो नि त हजुरले उमेरले बुढो होइन त्यस्तो त्यो सन्दर्भ त्यही थियो नि अब म अझै ठिक थिएँ तयार गीत गाउन राम्रो सक्छु मैले कार्यक्रम पाइनँ भन्नु त राम्रो सुनिँदैन नि कति लोभी रहेछ मान्छे भन्ने हुन्छ नि अब मेरो कर्मै त्यस्तै हो होला मेरो कर्मले पाइनँ होला कार्यक्रम यस्तो होला भन्नेको पाइयो नि त तर त्यही इनर्जेटिक अहिले पनि छ के तपाईँभित्र त्यही आवाज त्यही इनर्जी त्यही बोली होइन अनि त्यो रिङ्कल पनि छैन खै 50 वर्ष क्रस भयो भन्नुहुन्छ म त भर्खर 30 क्रस हुनुभयो होला मिलन दाइ भन्ने जस्तो देखिनुहुन्छ यस्तो भनिदिएर के भन्ने अब ल अब के भन्नुहोस् म त फेरि हजुरको कुरा त हजुरले के भन्नु खोज्नु भइरहेछ भने ठ्याक्कै बुझ्छु कि होइन त्यो के अरे लोककवि अलिमियाज्यूको एउटा गीत थियो कि पहिला आकाशैमा बादलो डम्मै छ मनमा के छ भन्नेलाई सम्मै छ आफूलाई कस्तो भइरह के भए भन्ने कुरो अब कसलाई भनिहिँड्ने कुरो नि भएन ठिकै छ क्या के भइरहेछ भाइ भन्नु न मलाई भन्नु न म छु त हजुरको साथमा अहिले त हो त नि अहिले यो कुरा उडाएर भरि मलाई फेरि अहिले फेरि
पोडकास्टमा चाहिँ सबै कुरो नराख्नु है, काट्नु है यस्तो। अहिले त म त एकदम आफ्नै घरको बहिनी यस्तो गाउँले बहिनी यस्तो गरेर बोलेको नि त होइन। यसरी म पनि बहकिया छु, बहकिँदै एकदमै। अझै दाइ कस्तो यही इन्डस्ट्रीको कुराहरू गर्न मन लाग्यो अझ तपाईँहरूको पालाको के, जस्तो शिला दिदी, राजु परियार दाई, बद्र पङ्गेन दाई होइन, पुरुषोत्तम नेउपाने दाई, सबैलाई अग्रज व्यक्तित्वहरूलाई सम्झौँ न, कलाकारहरूलाई सम्झौँ न, एकदमै रमाइलो क्षणहरू पनि सम्झौँ न। आज राजु परियार दाईहरूसँग गीत गाउने हिँड्दाखेरिका पलहरू पनि छन् होला, शिला दिदीसँग, बिमा कुमारी दुरा दिदीसँग, शर्मिला गुरुङ दिदीसँग होइन, एकदमै रमाइलो पल चाहिँ के छ अहिले पनि सम्झिँदा तपाईँलाई हाँसो लाग्छ कि? छ नि त्यस्तो पल त, उनीहरूसँग बसेर गफ गर्नु पाए त हुन्थ्यो होइन। यता शिला हाले, यतातिर शर्मिला गुरुङहरू होइन, राजु परियारहरू, हामीहरू पुरुषोत्तम नेपालीजीहरू उहाँहरू हुन्थ्यो नि। कस्तो पुरुषोत्तम नेपालीजीसँगको कथाहरू पनि मिठो छ। अनि एकचोटि बम्बई गएको हामी कार्यक्रम गर्न, दिल्ली गएको, त्यो ट्रेनमा त पैसा माग्न आउने रहेछ नि त हाम्रो तेस्रो लिङ्गीहरू, उहाँ इष्टमित्रहरू आउनुभयो। आएपछि त पैसा दिनै पर्ने रहेछ नि त। अनि त्यो पैसा दिने त्यो हामीलाई थाहै छैन, आउँछ धकल्या छ उ गरेछ होइन। अब पुरुषोत्तम नेपाली बिचरा उहाँ डराउनु भएको थियो अनुहार, मलाई अहिले पनि याद छ क्या। पैसा गयो, पैसा दिनु अरू दिएपछि बल्ल होइन। अनि त्यो सँगै हाम्रो के बस्नेत हो सुर्खेतको साथी मादल राम बस्नेतजी चाहिँ हाम्रो लिडर भएर जानुभएको थियो। उहाँलाई कम गाले साँड कि तर बैठा है तेरेको मालुम नै भनेको याद छ क्या। अनि त्यस्तो कुराहरू धेरै कुराहरू थियो त्यो बेलामा। अब कतिपय हाम्रो त्यो बेला गीत गाउनु ट्रेन पनि गइन्थ्यो नि त, अहिले पो प्लेनमा गइन्छ। दिल्ली के अरे बम्बई धेरैचोटि गइयो क्या। टेकबहादुर सिंह भन्ने हुनुहुन्छ, उहाँले नलगेको कलाकार त्यो बेलाको कोही पनि छैन, राय समालदेखि सबै लानुभएको होइन। उहाँहरू त प्लेनमा जानुहुन्थ्यो, हामी लोकदोहोरी गाउने चाहिँ प्रायः हामी ट्रेनमा जान्थ्यौँ। बसमा ट्रेनमा जाँदाखेरि बिचरा त्यो सरिता अधिकारी बहिनी, अनि यो रमिला नेउपाने बहिनी, अनि के अरे हाम्रो एकजना बित्नु भयो मन्जु महतो, एक्सिडेन्ट भयो, झ्यालबाट त्यो सुन चोरिदिएको छ बहिनीहरूको ट्रेनबाट। कस्तो कस्तो घटना पो छ त्यो बेला त। अनि त्यो बेला ट्रेनमा अनि एकदम डर लाग्यो, डराइ पुग्थ्यो, डराइ आउँथ्यो कि। तर वहाँ पुगेपछि धेरै सम्मान मिल्थ्यो, माया मिल्थ्यो। त्यो मायाले गर्दा हामीले बिचको बाटोको त्यो दुःखहरू सब भुल्थ्यौँ क्या। त्यो बेलामा कति नै हो दिल्ली प्रोग्राम जाने भन्ने त्यो एक प्रकारको एक्साइटमेन्ट हुन्थ्यो नि त। त्यतिखेर फेसबुक थिएन, युट्युब थिएन होइन। कलाकार हेर्नको लागि यति आतुर हुन्थ्यो। तपाईँहरूको त त्यो चक्कामा एउटा कभर फोटो मात्रै हुन्थ्यो त्यति बेला त होइन। अब मिलन लामाको अनुहार त्यहाँ टक्क छापिन्थ्यो, कस्तो हुनुहुन्छ होला है रियलमा भन्ने हुन्थ्यो। तर अहिले चाहिँ फेरि त्यो माहौल त छैन, तर रमाइलो माहौल चाहिँ त्यही नै थियो होला। त्यो फोटोहरू ढोका माथि टाँसिन्थ्यो नि। अनि मनपर्ने त्यो हाम्रो गीत मन पराउनेहरूले कटिङ पिसहरू कापी भित्रभित्र मैले देख्थेँ त्यस्तोहरू। ढोकामाथि धनगढीमा पनि देखाएको थिएँ मेरो फोटो होइन। अनि त्यसको छुट्टै महत्त्व थियो, मजा थियो। त्यो फोटो कसरी राम्रो फोटो राख्ने भनेर त्यो चाहिँ उसमा पिपल बोर्ड न्यू रोडमा फोटो खिच्न जाने चलन थियो। त्यहाँ चाहिँ के कर्नर भन्ने असाध्यै प्रोफेसनल हो, त्यो फोटो राख्ने चलन थियो। त्यस्तो कहाँ हुनु अहिले पनि छ होला है हजुरसँग त्यो मेमोरीहरू भनेको क्यासेटहरू छ नि, चक्काहरू टन्नै छ होला, रिलवाला हो चाहिँ घुमाउने यस्तो। अनि त्यो वाकम्यान भिरेर त्यो गीत बजाएर हिँडेपछि त हिरो नि। वाकम्यान ब्याट्री कति टिक्नु र, दाँतले टोकी घाममा सुकाइ तातो पानी पनि उमालिन्थ्यो। केही बेर त त्यो मोबाइलको त्यो ब्याट्री टिक्ने क्या। अनि त्यो बेलामा बी साइडमा 6-7 लोकगीतहरू हुन्थ्यो नि, टुक्रा अगाडि एउटा दोहोरी हुन्थ्यो। त्यस्तो गीत सुन्न चाहिँ त्यो 5 नम्बरमा भएको गीत सुन्नलाई चाहिँ फेरि डट पेनले घुमाइ अड्कल गरेर, न त फेरि त्यो रिभर्स गर्दाखेरि त स्वाट्टै ब्याट्री जाने क्या, फरवर्ड गर्दा रिभर्स गर्दा। अनि त्यो भएर त्यो अहिले पनि त्यो याद छ। वाकम्यान भिरिन्थ्यो, कानमा इयरफोन हालेर हिँडेपछि साइकल त्यो अझ यस्तो भेडाक जस्तो सिङ भएको साइकल आएको थियो नि, यस्तो गरेर चलाएर हिँड्थ्यो हिरो नि। कस्तो रमाइलोको प्रसङ्ग आयो क्या अझै के। जस्तो अहिले पनि हुन त फ्यान्सहरू झुमिनुहुन्छ कलाकार देखे पछाडि फोटो खिच्नको लागि होइन। कोही त रुनुहुन्छ, कोही बेहोसै भएको पलहरू पनि देखेको छौँ। तर मिलन त त्यति बेला त हट्टा कट्टा एकदम ह्यान्डसम होइन। त्यत्तिकै गीत पनि एकदमै धेरै लोकप्रिय भएको।
केटी फ्यान्सहरू चाहिँ कतिको धेरै झुम्बिनुहुन्थ्यो तपाईँसँग? थियो तर भन्न नसक्ने बिचरा उहाँ त्यो बेलै त्यस्तो थियो नि त उसलाई धकालेछ मुख छोपेछ यता फर्केर हाँसिया छ आउनु मन छ जाने पनि होइन फेरि उसलाई धकालेछ उसलाई मलाई पनि याद छ अहिले पनि त्यो गाउँतिर प्रोग्राम जाँदाखेरि यस्तो सट्ट पछ्यौरा उड्यो त्यो उसको होइन ढाकाको अनि उसको पछ्यौरा हुन्थ्यो के अरे मलमलको मखमलको मुख छोपेर होइन उसलाई धकाले जान जा भन्यो अनि जान भने त्यो 4-5 जना मलाई एक ठाउँमा तानेर लगेछ तानेर लगेर पछाडि गएर म पेटभरि गफ गरेको त्यहाँ बसेको याद छ है। तपाईँसँग बिहे गर्छु, तपाईँलाई मन पराउँछु, तपाईँलाई पाइन भने मर्छु, तपाईँले मलाई एक्सेप्ट गर्नु भएन भने म जे पनि गर्न सक्छु भन्ने फ्यान्सहरू पाउनुहुन्थ्यो त्यति बेला कि पाउनुहुन्थेन? याद छ? अब यो पोडकास्टमा नभरि नै हुने हो। एउटा घटना छ म माथि घटित। मैले मेरो स्थानीय प्रहरी चौकीमा मैले सहयोग पनि मागेको थिएँ, मैले सल्लाह गरेको थिएँ। मान्छे भेटेकै छैन। त्यतिखेर त अब यो फेसबुक यो केही थिएन नि त, फोन आउने इन्टरनेट थिएन। अनि फोन आउने म हजुरको एकदम फ्यान पनि भन्न आउँथेन क्या, तपाईँलाई एकदमै तपाईँ गीत मनपर्छ, हजुर पनि मनपर्छ। अनि भाइसँग नि बोल्ने, भाइ र 2 जना आउँथे सँगै। अनि मलाई कस्तो फोन आएन पछि भाइले चाहिँ अनि मेरो दिदी त हजुर बिना बाँच्न नसक्ने हो, मैले भेटेको पनि छैन, देखेको पनि छैन क्या, गीतको सुनेको भरमा, क्यासेट सुनेको भरमा भयो, यस्तो भयो उस्तो भयो, त्यस्तो किसिमको कुराहरू आउन थालेछ। अनि मैले त्यो नम्बर लेखेर राखेँ। अनि यस्तो यस्तो नम्बरबाट मलाई यस्तो फोन आउँछ, के गर्ने होला, मलाई त नराम्रो डर पनि लाग्यो। मैले भनेको होइन तपाईँ के गल्ती छ, तपाईँले भेटेको छैन भन्नुभयो। भेटेकै छैन, देखेन छैन, फोन चाहिँ आइरहने क्या। अनि दाजु दिदी र भाइ मेरो कुरा गर्ने, भाइले एक दिन मलाई त्यसो भनेछ, मलाई अलिकति अप्ठ्यारो पनि लाग्यो। मैले सरसल्लाह साथीभाइहरू सल्लाह लिँदाखेरि चाहिँ यस्तो चाहिँ कथम कदाचित उनीहरूले दुरुपयोग गर्न सक्छ, त्यो चाहिँ नजिकको प्रहरी कार्यालयमा निवेदन दिइराख्नु भनेर त्यस्तो पनि गरेको छु मैले। त्यस्तो थियो नि, किन अहिले पनि छैन? अहिले पो प्रष्ट फेसबुकमा भन्न पाइन्छ आई लभ यु, आई एम डाइङ फर यु, होइन, एभ्रिथिङ भन्न पाइन्छ। त्यतिखेर हुन्थ्यो नि, अब किन नहुने, हुन्छ एक ठाउँमा कस्तो पनि हुन्छ। बिचारी स्कुलको बच्चा, धेरै अन्डर एजको बच्चा, होइन, 9 कक्षा पढ्ने बच्चा, त्यतिखेर म पनि यङ थिएँ। त्यो बेला खै उसलाई कस्तो त्यो त्यस्तो किसिमको एउटा रोग पनि हुन्छ अरे नि त, होइन, एकदमै टिनेज क्या। अब त्यस्तै पनि भएको थियो मलाई चाहिँ एकदमै। उसले बाबा आमा आएर पनि मेरो छोरीले एकदम हजुरको मात्रै कुरा गर्छ, पढाइ बिगार्ने भई के गर्ने होला भन्थ्यो क्या मलाई। मैले अब के गर्ने, अब मेरो गल्ती छैन, गीत गाउन आएको हो, गीत गाएँ गएँ, मेरो पेसा यो हो, ठिकै छ, बहिनी नानीलाई सम्झाउनुहोस् हजुरहरूले भन्ने कुरा। यस्तो कुराहरू आफ्नो वाइफलाई सेयर गर्नुहुन्थै गर्नु? मैले भन्छु त, थाहा हुन्छ यस्तो कुराहरू। अब म त के हो र, सामान्य कुरा होइन। अब म त एउटा एउटा लोकगीत गाउने सामान्य सानो क्षेत्र हो गर्ने मान्छे। अब ठुला ठुला चर्चित अन्तर्राष्ट्रिय जगतमै फेमस कलाकारलाई कति गाह्रो होला। कहिलेकाहीँ यो जिन्दगी राम्रो लाग्दैन मलाई। तर हजुरलाई याद छ कि छैन, होइन, अहिले त लोकदोरी गीतलाई एकदमै धेरै माया गर्ने फ्यान्सहरू धेरै हुनुहुन्छ, लोकप्रेमीहरू धेरै हुनुहुन्छ। तर त्यति बेला नि दोहोरी गीत गाउने, लोकदोहोरी गीत गाउनेले त लोके भनेर कस्तो हेला गरिन्थ्यो, हेपिन्थ्यो नि, थाहा छ, याद छ कि छैन हजुरलाई? खै मैले त त्यस्तो मेसो पाउनु भएन। तर धेरैले भन्नुहुन्छ क्या, अहिले पनि सेयर गर्नुहुन्छ क्या, लोके भनेर हेपिन्थ्यो, लोकदोहोरी गीतलाई अलिक घृणा गरिन्थ्यो भन्ने खालको कुराहरू। म चाहिँ यस्तो भयो कि बहिनी, म धेरै यस्तो चाहिँ गीत गाउन म त अहिले पनि म चितवनबाटै आउँछु त, धेरै गाउँमै बसेँ। गाउँमा त फेरि अब गाउँको कलाकार, चितवनको अब त्यतिखेर चर्चित कलाकार मै, होइन। अनि रामचन्द्र काफ्लेजी यारको, उहाँ त काठमाडौँ बस्नुहुन्थ्यो। अनि उहाँ त जाँगै हुँ माया, हामीले त मोही खानलाई आऊ बाबु आऊ, मिलन बाबु आउनुभयो भने जहाँ पनि माया गरेर देखेँ। मलाई त्यो महसुस भएन। तपाईँभन्दा नि दाइ जेठो हो अझै रामचन्द्र काफ्ले? होइन, कान्छो हो नि उहाँ, कान्छो, तर चर्चित त उहाँ हो नि। उहाँको कति त्यो मन की रानी भन्ने गीत त अहिले पनि अझ अमर छ नि, सुन्ने कस्तो राम्रो राम्रो गीत छन् त्यसमा। उहाँले गाउनुभएको त्यो फेवा तालको साइली भन्ने गीतै उहाँले कम्पोज गरेर रहेछ, शिव परियाजीले गाउनुभयो। उहाँको गीतहरू धेरै राम्रो राम्रो गीतहरू छन्। तर मलाई चाहिँ त्यो गाउँमा बस्ने भएर होला, या काठमाडौँमा बसेर अब सायद त्यो कुराहरू विभेदहरू भोग्नु पर्थ्यो होला। मैले चाहिँ आफ्नो इन्डिभिजुअली रूपमा भन्दा मैले व्यक्तिगत रूपमा त्यो विभेद भोग्न नपरे हुनाले मलाई चाहिँ त्यति आइडिया भएन। जसलाई भोगे तर त्यो राम्रो चाहिँ होइन, त्यसो गर्नु भन्नु हुँदैन। हजुरले अघि भन्नुभयो नि, बिहे गर्ने बित्तिकै केही समय पछाडि आमालाई गुमाएँ भन्नुभयो होइन हजुरले? पहिला आमा गुमाउनु भए पछाडि बाबा गुमाउनु भएको हो कि?
लगत्तै 3 वर्षपछि बाबा बित्नुभयो। अनि अब हामीहरूको त्यही चलन थियो नि त, अब सबै छुट्टा भिन्न भएर बस्छ। 3 भाइ हौँ, हामी फरक फरकै बस्थ्यौँ। दिदी बहिनी हुनुहुन्न? हुनुहुन्छ 4 दिदी बहिनी। अब 3 दाजुभाइ 7वटा सन्तान हाम्रो बाबा आमाको। हामी एकजना बित्नुभयो भर्खरै, माइलो दाजु चाहिँ अस्ति भर्खरै हजुरले लास्ट इयर बित्नुभयो। हामी 6 जना छौँ अब। बाबा आमा त पहिले बित्नुभयो। ठिकै छ, अब अहिले संसार त्यही हो होइन, एक्सेप्ट गर्नुपर्छ त्यो कुरा। पर्छ एकदमै, त्यो अपरिहार्य कुरा होइन। एकदमै। बाबा आमा बितिसके पछाडिका त्यो दिनहरूले कटाउन कतिको गाह्रो भयो तपाईँलाई? मलाई यस्तो भयो एलिना बहिनी, अब बाबा आमा भन्ने एउटा कुरो के रहेछ भने गुमेकोलाई थाहा हुन्छ। अब त्यसपछि म चाँडै नै पहिले नै म एकदम घर व्यवहारमा फसिहालेँ क्या। म 18-19 वर्षमा बाउ भइसकेको थिएँ। म भएपछि अनि बाउ बन्ने क्रम लगातारै भयो क्या। भनेको छोराछोरीको पनि डिस्टेन्स धेरै छैन, 1 वर्ष 2 वर्ष 3 वर्ष यस्तो भयो। अनि 4वटा सन्तान मेरो भयो, 2टा छोरा 2टा छोरी भएपछि एट द सेम टाइम स्कुल पठाउनु पर्ने, सेम टाइम कलेज जानुपर्ने। अनि मैले पैसा नकमाएको पनि होइन, म लक्की मान्छे पनि हो, गीतहरू पनि धेरै निकाले पनि। त्यो 3-4वटा गीतले मैले विदेशमा कार्यक्रम धेरै पाएँ। धेरै पाएपछि व्यवहार मलाई एकदमै 81 व्यवहार पनि आइलाग्यो। देव, कुल, पर, पाहुना, औषधि, उपचार होइन, सबै कुरो मेरो थाप्लोमा आएपछि धान्नै पऱ्यो। अनि एउटा भगवान्ले एउटा मेसो देखाउनु हुने रहेछ क्या, बाटो आउने रहेछ। अनि गीत चल्यो क्या त्यो बेलामा। गीत चलेपछि मैले कार्यक्रम थुप्रै पाएँ, पैसा कमाएको पनि हो। अनि कमाएर बच्चापछि सर्लक्कै हुर्काएँ, सबैलाई हुर्काएँ, ठाउँमा पुग्यो। अब जहाँ पुग्नुपर्ने ठाउँमा पुग्यो। अब त्यो धेरै ठुलो सपना पनि थिएन होइन। अब मभन्दा धेरै पढ्नु भयो मेरो। आफ्नो जिम्मेवारी तपाईँले पुरा गरेँ, बाउ भएको जिम्मेवारी पुरा गरेँ। त्यसपछि म अझै अगाडि आउँदै बिचमा मेरो ग्याप भयो नि। त्यो बच्चाबच्चीलाई मैले कलेजहरू पढाउनु पर्ने, मैले कमाएको पैसाले मैले एल्बम गर्नै सकिनँ क्या। एल्बम पनि खर्चिलो हुँदै आयो पछिल्लो समयमा। त्यो बेलामा सामान्य गीत पनि अब कम्पनीले निकालिदिनु हुन्थ्यो, अनि उस्तै गरी भिडियो पनि उहाँले गरिदिनु हुन्थ्यो। अनि अहिले त्यस्तो छैन नि त, अहिले आफैले गर्नुपर्ने हुन्छ होइन। अहिले अब त्यो बेला धौलागिरी क्यासेट सेन्टर, कालिन्चोक क्यासेट सेन्टर, रञ्जना क्यासेट सेन्टर, उहाँहरूले चाहिँ गीत मन पऱ्यो भने उहाँहरू त्यतिखेर हाम्रो पछि लाग्नुहुन्थ्यो क्या। धौलागिरी त एकदमै फेमस हो नि त फेरि। धौलागिरी मेरो धेरै जस्तो गीत त्यहीँबाट निस्किया हो नि त। अनि उहाँहरूले चाहिँ लगानी गरिदिने, उहाँहरूले उक्साउनु हुन्थ्यो कि गर्नुहोस् त्यस्तो थियो कि। उहाँहरूलाई पनि फाइदा, हामीलाई पनि फाइदा। हामीले त कलाकार बन्नु मात्रै थियो, पैसा कमाइन्थ्यो भने थाहा थिएन भने। यसरी अमेरिका जान पाइन्छ, युके जान पाइन्छ, बेलायत, हङकङ, जापान जान पाइन्छ भने गीत गाएको होइन। त्यतिखेर गीत गाउँदा त मेरो स्वर कहिले रेडियोमा बज्ला भनेर गएको त हो नि होइन। हेर्नभन्दा पनि सुन्न आतुर हुने नि त दर्शकहरू। अहिले त पछि पैसाको कुरा आउन थाल्यो कि, पैसा कमाएको हुने रहेछ भने चाहिँ कति कमायो त नि, कसले कति आयो त नि भन्ने कुरा त्यो हुन थाल्यो। त्यो भएपछि अनि यो पनि यसमा चाहिँ जब व्यवसाय भित्र्यो नि, व्यवसाय भित्रेपछि अनि स्वस्थ अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि गीत पनि राम्रा नराम्रो त अरूलाई नभन्नु, पाच्य अपाच्य भनौँ न, हाम्रो समाजमा व्यवसायिक ढङ्गले सफल हुने गीतहरू मात्रै हेर्न थाल्यो। त्यो सामाजिक त्यो मूल्य मान्यतालाई हेरेन त्यो आफ्नो ठाउँमा छ। त्यसरी गर्दा व्यवसाय आएर जोडियो अहिले गीत सङ्गीतमा। हामी बेलामा यति धेरै पैसा कमाउने, यति धेरै म्युजिकबाट हुने थिएन नि त। एकदमै। बाबु मम्मीलाई कसरी स्मरण गर्नुहुन्छ आज? अब यस्तो बेलामा त स्मरण गरेर होइन, म बेला सम्झिरहेको हुन्छु क्या। कहिलेकाहीँ अब जस्तै वर्षको एकचोटि अब पितृपूजा हुन्छ होइन, त्यो सम्झनै पर्छ एक त। त्यो नभए बेलामा जस्तै आफूलाई एकदम सङ्कट पर्छ नि, हाम्रो बाले कसरी यस्तो सङ्कट टार्नु भयो होला। 7-7वटा सन्तान है, आमाले कसरी पाउनु भयो होला 7वटा। अहिले त एउटा बच्चा पाउन पनि मान्छे, हाम्रो आमा त्यतिखेर त नेचुरली पाउनु चलन थियो नि त। हस्पिटल थिएन, गाउँमा सुडिनी राखेर 4 दिन 5 दिन व्यथा लागे पनि होइन, रेलको टिकट खुवाउने चलन थियो कि, चाँडै बच्चा हुन्छ भनेर। त्यो रेलको टिकटको के अर्थ हुन्छ थाहा छैन। अनि त्यो सुकेको चिचिन्डो भन्छ नि, त्यसको बोक्रो खुवाउने चलन थियो। 4 दिनसम्म व्यथा लाग्दा पनि त्यो बच्चा नआउने त्यस्तोहरू। अनि अहिले त बच्चा पाउनुभन्दा पहिले हस्पिटल गएर बस्या हुन्छ नि त,
डक्टरलाई सोधी त्यो सुविधा कहाँ थियो र थिएन। अनि त्यही भएर त्यसरी जन्माएको बच्चाको चाहिँ जन्मदिन मनाउने स्वाद आउने के। त्यसरी जन्माएको बच्चा 4 दिन लाएर पाएको छोरो चिना नबनाएर हुन्छ र। राम्रो ठुलो जान्ने पण्डित कहाँ गएर चाहिँ ज्योतिष्य कहाँ गएर चाहिँ चिना हेराउनु पऱ्यो, चिना बनाउनु पऱ्यो भनेर जान्थे कि। अहिले अब डक्टरसँग सल्लाह गरेर राम्रो तिथि मिति घडी पला हेरेर बनाएको निकालेको छोरो हो। छोराछोरी उसको चिना बनाएको नि के अर्थ छ जस्तो लाग्छ होइन। बर्थडे पनि किन मनाउनु, त्यो नेचुरली बर्थ भएको बर्थडे मनाउनु होइन, त्यो सेलिब्रेसन गर्ने छुट्टै कुरा हो। त्यो डक्टर र अब आमा मिलेर घर परिवार मिलेर निकालिएको। अब यो कसैलाई राम्रो नलागे क्षमा चाहन्छु। अब मलाई मनमा आएर फ्याट्टै बोलिहालेँ। ठिक छ, तपाईँ मनमा पाप नभएर एकदम फ्याङफुङ बोल्ने गायक पनि हुनुहुन्छ, कलाकार पनि हुनुहुन्छ नि त। यो एकदम सिरियस कुरा निस्क्यो। अब एकछिन रमाइलो पनि गर्नुपर्छ। अन्त दाइ धेरै सिनियर भएको भएर गेम पनि खेलाम कि नखेलाम भइरहेको थियो मलाई। त्यो छैन, एकदमै रमाइलो क्वेसनहरू मात्रै छ होइन। यहाँ गर्नु भनेको केही गर्नु पर्छ भने त्यस्तो त हुन्छ, तर यो फलाना रोज्ने कि यो रोज्ने छैन। हजुरलाई म कहाँ कहिले पनि राजनीतिमा यो नेता राम्रो त्यो नेता राम्रो, मेरो लागि राम्रो गर्ने सबै राम्रो, नराम्रो गर्ने नराम्रो। राजनीतिक कुराहरूलाई अहिले एकछिन यता राखेर एकछिन रमाइलो गरौँ, त्यस पछाडि फेरि हामी टु बी कन्टिन्यू गर्छौँ कुरालाई। के गर्नु पर्यो मैले? यहाँ चिट छ, यो चिटमा के लेखिएको छ होइन, त्यो हजुरले पुरा गर्नुपर्ने हुन्छ ल। अहिलेसम्म गेम खेल्नु भएको छ कि छैन? यस्तो खालको गर्नु भएको छ नि। ल आज एक्सपिरियन्स लिऊँ न त, कस्तो हुँदो रहेछ भन्नु ल। सुरु गरौँ ल, गरौँ। निकाल्ने एउटा निकाल्नु अनि पढेर सुनाउनु ल। जे पनि हुनसक्छ। छैन क्या त्यस्तो, ढुक्क हुनु न। हेर्छु नि म। पहिलो प्रेमिकाको नाम सुरुमै प्रेम नै पराएको छैन, कसरी प्रेमिका पहिलो प्रेमिका भने? पहिलो नि अन्त्य पनि त्यही श्रीमती हो भनेको। कसैलाई देख्ने कस्तो राम्रो केटी, म पहिलो मन परेको केटी भन्नु न। त्यही भएर मैले भने तपाईँले लेख्दै मिलेन नि। सबैको लभ परे हुन्छ जिन्दगीमा, छैन नि। पहिलाचोटि मन परेको स्त्री नारी भन्नुहोस् न। ल को हो दाइ? देख्दाखेरि मेरो बुढी भन्दा पनि पहिला एकजना मन परेको थियो। स्कुल पढ्ने बेला मन पराबर त्यो भिन्न लिङ्गप्रतिको आकर्षण त भइ नै हाल्छ, हुँदैन? एन्टिसेक्स प्रतिको त्यो हुन्छ नि। पुरुषले नारीलाई मन पराउनु, नारीले पुरुषलाई भनेको। अहिले चाहिँ हजुरहरू कन्ट्याक्टमा हुनुहुन्छ कि हुनुहुन्न? कहिले काहीँ मैले उसलाई थाहा छ कि छैन, खै उसले नि मलाई चाहिँ लाग्छ उसले नि यस्तो फर्की हेर्थ्यो क्या। सरले टाउकोमा टुवाको डक्टरले हालिरहेको छ, कति फर्किन्छस् रे? अहिले हाम्रो तराई मधेसको गुरु हुनुहुन्थ्यो हाम्रो, कति फर्किन्छस्, कसलाई हेरेछस्? हेरे त मलाई नि हो याद छ मलाई होइन। म फेरि राम्रो नपढ्ने, अगाडि कहाँ बस्न पाउनु र लास्ट बेन्च गीत गाएर बेन्चमा नि हजुरहरूले त्यो भनेको मिलन प्लस फलानु भनेर एकदम त ब्ल्याकबोर्डको माथि लेखिदिरह भने। मन्दिर त सरस्वती मन्दिरमा, त्यो मन्दिरमा लेखिदिरह। अनि मनोकामना टुर जाने चलन उठेर त यो केबल कार थिएन नि त, हिँडेर जाने। राम्रो नपढ्ने, उहाँ मनोकामना गरेर भाकल गर्ने, मलाई पास गरिदिए। उहाँ लेख्न चाहिँ गतिले लेखाएन, आधै पन्ना खाली छोडा, जाँच दिएपछि जाने चलन थियो कि पास गराइदिए भन्नलाई। पास गराउनु जानु फेरि आफूलाई मात्रै पास गर भन्ने। कति हामी लोभी छौँ है। क्लासको साथीभाइ सबैलाई पास गरिदिनु है, मनोकामना माई भन्ने नै हुन्थ्यो नि त। सित्तैमा पाउने कुरा होइन त, सित्तै पाउने कुरा। पढ्न चाहिँ नपढ्ने, लेख्ने केही पनि होइन, ल मलाई पास गराइदिनुहोस् भनेर भाकल गर्ने हो। सक्यो है यो, सक्यो। नेक्स्ट वान। ओहो भगवानले बचाउनु भयो। अर्को कतिवटा होला? थुप्रै छ, 5वटा होला, 5-6वटा। यो त नौलो कुरा आयो त। अनि ओहो खतरै पोडकास्ट रहेछ त। रमाइलो साँच्चै मन पऱ्यो मलाई यो, रोज्न लागेन नि। ल अब यहाँ सुरुमै चर्चित मान्छे आयो। रवि लामे छानेलाई कसरी चिन्नुहुन्छ? उहाँसँग केही रमणीय क्षण छ? क्षण पलहरू। ल यो मैले नक्कली पढाएँ होइन, क्यामेरामा क्लोज गरेर हेर्नुहोस् ल। फेरि आएँ ठ्याक। अब यस्तो रमाइलो कार्यक्रम जस मलाई मन पर्यो यो आइडिया होइन, तर म त्यति ज्ञाता मान्छे छैन होइन। अब उहाँहरू अहिले पब्लिक फिगर पनि छिटै अब छुटिसक्नु भयो भन्दा पनि हुन्छ। आम दर्शकहरूको मनमुटुमा बस्न सफल हुनुभएको व्यक्ति पनि हुनुहुन्छ। त्यो त मलाई पनि थाहा छ नि। धारोटीमा रिहा गर्ने आदेश त आइसकेको छ।
अब उहाँलाई हजुरको मैले यहाँभन्दा अगाडि लिएको एउटा अन्तर्वार्ता थियो नि, त्यसमा पहिलो कार्यक्रम चलाउने नै हाम्रो रवि लामी छानेजी हुनुहुन्थ्यो, कार्यक्रम उद्घोषक हुनुहुन्थ्यो कि के भन्नुभएको थियो कि त्यो अमेरिकाको कुरा हो, अमेरिकाको कुरा म पहिलोचोटि अमेरिका जाँदाखेरि त्यो रोचकै थियो। म उहाँको फ्यान फेरि सुन्नु है कुरा, उहाँले यहाँको चलन भन्ने टेलिभिजनमा हाम्रो पालामा कार्यक्रम चलाउनु, उहाँ एउटा चर्चित, अर्को चाहिँ दिनेश ऋषिजी होइन, उहाँको चाहिँ ट्वाक्क टुक्क भन्ने अहिले जति पछि मेरी बासेहरू जेठी खुर्सानी के आयो नि त्यो सबै हास्य व्यङ्ग्यको स्रोत हो जस्तो लाग्छ मलाई क्या। त्यो ट्वाक्क टुक्कमा जसले पनि गरेछ ट्वाक्क टुक्क भन्न पाउने त्यो एउटा अवसर पनि त्यो एउटा प्लेटफर्म पनि हो। त्यतिखेर अब टेलिभिजन भर्खर नेपालमा आएको, ओहो गाउँभरिका मान्छेले रामायण हेरेका ती कुराहरू, हिजो आजको कुराहरू हेर्ने कुरा त्यो थियो नि त, ट्वाक्क टुक्क एकदम रोचक कार्यक्रम थियो। त्यो दिनेश ऋषि पनि अब उहाँको फ्यान थिएँ म। अब हामी त्यतिखेर म गाउँमै थिएँ, अब यो फिल्डमा आएको पनि थिएन, सपना चाहिँ देखिरहन्थेँ। दिनेश ऋषिज्यू जानुहुन्थ्यो चितवनमा, सौरामा विशेष गरी उहाँको साथी पनि थियो, मेरो साथी उहाँको पनि साथी, अनि उहाँको चर्चा हुन्थ्यो, नजिकहरू बोल्न सक्थेन क्या, उहाँ त पब्लिक फिगर भइसक्नु भएको थियो नि त। अनि एक मात्र मिडिया नेपाल टेलिभिजनमा कार्यक्रम चलाउने मान्छे, अनि के गाउँमा वहिरो उहाँलाई हेर्ने। रवि लामी छाने पनि त्यस्तै हुनुहुन्थ्यो उहाँको यहाँको चलनको त्यो प्रस्तुतिको म त फ्यानै थिएँ। म पनि उद्घोषण गर्थेँ नि चितवनमा सौरामा, त्यो ताका म चाहिँ गीत गाउन आएको थिएँ। म चाहिँ तर त्यहाँ चाहिँ कल्चर प्रोग्राम गर्थेँ क्या, यो पूर्वदेखि पश्चिमसम्मको त्यहाँ आउने टुरिस्टहरूलाई डेली प्रोग्राम गर्थेँ। जानी नजाने अङ्ग्रेजीमा उद्घोषण गर्थेँ, अहिले याद आउँदा लाज हुन्छ, कति चाहिँ रङ बोलेछु कि त्यतिखेर, वर्डहरू अब त्यो स्पेलिङ शुद्ध नभएको कुराहरू, प्रोनाउन्सिएसन रङहरू याद आउँछ। त्यतिखेर कृष्ण ताम्राकार हुनुहुन्थ्यो, यो रेडियो नेपाल 2 बजे समाचार भन्नुहुन्थ्यो नि, उहाँ अहिले हुनुहुन्छ कि गर्नु थाहा छैन मलाई। उहाँले एक दिन चाहिँ त्यो कार्यक्रममा चौतारी कल्चर हाउस भन्ने थियो मेरो होइन चितवनमा, त्यहाँ आउनुभएपछि उहाँले सिकाउनु भएको थियो कि बाबु सुरुमा चाहिँ मे आई हेभ यु एटेन्सन प्लिज भन्नुहोस् है भन्नुभएको थियो। अनि म त्यो भोलिबाट गरेँ, राम्रो भयो, कन्टिन्यू गरेँ, धेरै सिकाउनु भयो। अनि त्यो बेलाको हो रविजीको रोचक कुरा त्यो त्यसरी चिन्थेँ मैले। अहिलेको जुन उहाँको जुन छवि छ अहिले, यो छविभन्दा बिल्कुलै फरक छविमा चिन्थेँ। उहाँ मेरो चाहिँ स्रोत पनि भन्छु, म उद्घोषण पनि गर्थेँ, म मन पराउँथेँ उहाँलाई। अनि एकाएक उहाँ त अमेरिका जानुभएको छ, मलाई थाहा थिएन। अनि जब मैले पछि धेरै वर्षपछि मैले गीत निकालेँ, हङकङ आइडियल हिट भयो, पहिला कृष्णवीरको जाम निकाल्यो, त्यसपछि माझी दाई पोखरा बुम भयो नि। त्यसपछि त मलाई त अमेरिकाबाट सिधै प्रोग्राम आएपछि त्यतिखेर पूजना प्रधानलाई म भन्ने बिमा कुमार दुरालाई पनि लानु म्याक्सिमम गीतहरुमा त पूजना प्रधान नै हुनुहुन्छ। त्यो त अब त्यो त्यस्तो जुरेको हो, त्यो मैले उहाँलाई पहिला चिनेको पनि थिएन, जुरेको हो। हाम्रो खासमा डाइरेक्टर शिव विकजीले ल्याउनु भयो उहाँले भनेर, अनि पछि भेट भयो। अनि उहाँ त त्यो भिडियो यस्तो हिट भएछ अमेरिकामा कि पूजना प्रधानलाई चाहियो अरे। मैले भने गायिका त पूजना प्रधान होइन, गायिका बिमा कुमार दुरा हो, गायिका आउने हो भने त म र उहाँ आउनु पऱ्यो भने, होइन उहाँ नै चाहियो हामीलाई भनेपछि। अनि पूजना प्रधान, म, अनि सुदीप गिरी भाइ मेरै चितवनको, त्यतिखेर सुदीप भाइको नि धेरै राम्रो गीत चलाएको थियो, तिमी आज भोलि किन बोल्दिनौ, सुनेर चाहिँ यसलाई भने यस्तो हिट थियो गीत है, माया लाउँदिनौ, खुब मन पर्यो मलाई यो। त्यतिखेर सुदीप भाइ, म एनटिभी र एनटिभी प्लस मात्रै थियो त्यति बेला, अनि अब खाली टाइममा चाहिँ यो गीत एकदमै धेरै। यो र अर्को 2 गीत पनि थियो, के अरे, टुट्नु थियो टुट्यो मुटु अब जोड्दैन, जोड्दिन मनपर्छ कि तर हो त्यतिखेर। अनि त्यो कथा क्या, हामी त वी वर भेरी मच एक्साइटेड नि, फर्स्ट टाइम गोइङ टु युएसए। आम्मा लोकगीत गाएर अमेरिका जानु पायो भने मेरो फ्यामिली, मेरो नस नाता सबै खुसी क्या, साथीभाइ पार्टी दिएँ मैले, भिजा आएको दिन। त्यो बेलाको साथीहरू यहाँ दोहोरी साधुलाई पार्टी दिएको, घमेश दुलाल, नवराज घोरा सैनी, अनि रमेश बिजी। मैले रमेश बिजी र म त रुम पार्टनरै थिएँ, उसमा होटलमा बस्थ्यो त्यतिखेर हामी, म चितवनबाट आउँदाखेरि। अनि मैले लगेर साथी मेरो भिजा लाग्यो, भिजा ग्रान्ड भयो भनेर खुसीको साथ निशा सुनार बहिनी दोहोरी गाउनलाई अमेरिकै हुनुहुन्छ उहाँ अहिले। अनि एकजना देविका केसी, उहाँ क्यानाडा हुनुहुन्छ अहिले। अनि हामी गएको प्रोग्राम चाहिँ फर्स्टमा बाल्टिमोरै थियो। बाल्टिमोरमा त्यति कलाकार सब बस्ने बाल्टिमोर रहेछ, प्रोग्राम गऱ्यो। अनि प्रेमराजा महोदय हुनुहुन्छ प्रमुख अतिथि भन्ने कुरा सुनियो, कार्यक्रम गर्ने रमाइलो नै हामी त होइन। माझी दाई पोखरा गाउने चाहिँ उद्घोषक त
रवि लामिछाने भयो चिनेको मान्छे म त यस्तो सक भएँ कि वाह कस्तो खुसी पनि लाग्यो क्या इन्ट्रेस्टिङ कुरा उहाँसँग होइन उहाँको फेरि आवाजको फ्यान म मान्छे त्यो पातल पातल हुने तर आवाज चाहिँ घोघरो आवाज के बोल्ड आवाज के अब हामी मिलन लामालाई बोलाउँछौँ भने मलाई याद छ अहिले यस्तो मजा आयो कि अनि त्यो कुराहरू मजा आउँछ त्यो चाहिँ मेरो विचारमा 2008 र 9 को बिचमा 2009 मा इट्स बिन 15 years ब्याक हो कति हो अब त्यस्तै हो अहिले 2025 हैन 25 9 भनेपछि त्यति त्यहाँ हुनुहुन्थ्यो उहाँ त्यो चाहिँ उहाँसँग एउटा त्यो इन्ट्रेस्टिङ भेटघाट त्यो भयो अब उहाँको बारेमा त अहिले अब जगतलाई थाहा छ राम्रो भन्नेले राम्रो भनिरहनु भएको छ नराम्रै भन्नु भएको थियो आफ्नो ठाउँमा यसमा म फस्न चाहदिनँ म चाहिँ एउटा चाहिँ उहाँको शुभचिन्तक उहाँलाई हेरेर उद्घोषण गर्न रुचाउने मान्छे म त्यो पाटोलाई मात्रै सम्झिँदा आनन्द लाग्छ हि इज माई इन्सपिरेसन्स भन्छु म चाहिँ यो चाहिँ गीत गाउन त होइन त्यो उद्घोषण गर्न चाहिँ म उद्घोषण पनि गर्छु नि जानी नजानी वाउ द नेक्स्ट वान नेक्स्ट के छ कुन्नी तर एकदम मजा आयो यो पोडकास्टमा यो चाहिँ नयाँ हो यस्तो नयाँ कुरा इन्ट्रेस्टिङ हुने रहेछ नि इन्ट्रेस्टिङ हो हेर्ने दर्शकहरूलाई पनि कस्तो इन्ट्रेस्टिङ लाग्छ नि त भावी प्रधानमन्त्री अब कसलाई हेर्न चाहनुहुन्छ कसलाई मेरो एउटा भोट छ मैले त्यो निर्णायक मत मसँग छैन नि एक भोटले हार्ने जिते भए मैले लास्टमा हालिदिन्थेँ जिताइदिएँ भन्ने हुन्थ्यो होइन त्यही पनि हुन्छ नि अब उहाँ प्रधानमन्त्री भइदिनु भयो भने चाहिँ अझ हाम्रो देशमा केही परिवर्तन आउँछ कि भन्ने एउटा सबैलाई त्यो आस्था त हो नि होइन त्यही पनि को आइदिए चाहिँ को भइदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई चाहिँ अब म यस्तो छ कि म अझैसम्म कुनै दलमा आबद्ध छैन म एकदम बिल्कुलै स्वतन्त्र कलाकार हो हामी नारायण गोपाल दाइलाई हेरेर कलाकार बने होइन अब अहिले दलभित्र नजिक हुनेले आफ्नै दलका मान्छेलाई भन्ने होला मैले चाहिँ यसरी अहिले जुन चर्चित मुहारहरूलाई चाहिँ म नाम लिँदिनँ तर जो आउनुहुन्छ प्लिज डु फर नेसन त्यसको मुहार फेरि अति लेट भयो टु मच म अहिले अघि मैले भने म गाउँमा एक्लो छु त अहिले 3-4 जना भतिजाहरू थियो तिनीहरू पनि अस्ति यो पूर्वी युरोप के यो क्रोएसिया नजिक रहेछ देश भन्न नाम आएन त्यहाँ गयो उहाँहरू मेबी दे आर अन द वे माल्टा होइन नजिक कि युगोस्लोभाकिया के समथिङ के हो अनि देश गाउँ रितिसकेको छ के अनि यस्तो हेर्छु म अस्ति तोरीबारीबाट फोटो खिचेको मैले मसँग त्यो फोटो छ है तल पहेँलो तोरी फल्ने फाँटहरू छ क्या अलि माथिको हरिया पहाडहरू माथि सेता हिमालहरू यस्तो देश त कहाँ होला अब म पनि त देश त घुमिरहेको छु नि कहीँ मरुभूमि मात्रै छ कि यस्तो किसिमको डाइभर्सिटी नै छैन क्या नेचुरल डाइभर्सिटी छैन अनि सबै हिमालबाट बग्ने नदीहरू यतै झरेका छन् क्या हाम्रैतिर अब उता तिब्बततिर झर्दै भए हाम्रो त सबै मरुभूमि हुन्थ्यो नि को मान्छे बस्थ्यो होला यहाँ होइन कति रसिला हिमालहरू कति रसिला पहाडहरू छन् जेको बिउ लिएर हातमा लिएर छरे पनि जहाँ पनि उम्रिने देश हो नि त हाम्रो अब के भयो अब मैले धेरै कुरा यसमा भन्न मिल्दैन म एकदम स्वतन्त्र कलाकार हुँ स्वतन्त्र मान्छे हो क्या कलाकार हुँ स्वतन्त्र नेपाली हुँ त्यही गर्दा म जे होस् ढिलै भयो अब बनोस् अब देशको मुहार फेरियोस् होइन त्यही भएर एउटा गीत गाउनु मन छ अरू देशका रकेट चढी चन्द्रमामा जाँदा यो मन खान्छ नेपालीलाई पखालाले खाँदा ढिलो भो नगरौँला मला सबै पार्टी नेता र जनता मिली हाम्रो देश बनाऊ है झला मला इट्स टु लेट सबै मिलौँ जनता मिलौँ दलहरू मिलौँ नेताहरू मिलौँ होइन मान्छे मिलौँ पहाडिया मिलौँ मधेसिया मिलौँ हिमाली मिलौँ यो जात मिलौँ ऊ जात मिलौँ यो समुदाय मिलौँ ऊ समुदाय मिलौँ के अब नेपालको लागि मिलौँ प्लिज यो बहुदल आएपछि एउटा सुनिन्छ एउटा कुरो विरोधको लागि विरोध भन्ने कुराले राम्रो काम गरे काङ्ग्रेसले गरेर काङ्ग्रेसले राम्रो गरे भन्नुहोस् क्या राम्रो काम गरे एमाले गरे जसले गरे राम्रो भनिदिनु पऱ्यो नराम्रो गरे नराम्रो भनौँ होइन तर राम्रो काम गरिरहेको त्यसको विरोध नगर्ने हो भने आफू पत्ता साफ भइन्छ भन्ने कुराले यो देश रोकिरह्यो क्या अड्किरह्यो सबै मिलेर त्यसैले गर्दा सबैजना मिलेर गरौँ न
म त भन्ने भने त राउन्ड म्याच गरेर गोल म्याचमा सम्मेलन गरौँ, त्यहीँबाट सबै पार्टीको एकैजना थुतौँ, राम्रा थुतौँ, काम गरौँ। मेरो मनमा त्यस्तो आउँछ कसम। अब अरू त योभन्दा धेरै भन्न सक्दिनँ। नेक्स्ट मलाई फेरि यस्तो कुराहरू किन सोधेर होला, यो धेरै कुरा आउने। हजुर पनि यो भनेको राजनीति मनमा लागेको कुरा म त भने होइन। अब यहाँ अब ओहो के छ? श्रीमतीसँग बोलेको बिर्सन नसकिने एउटा झुट के छ? एउटा भाव भन्नु, दिनमा 10वटा भन्ने हुन्छ, जहिले 10वटा दिनमा 10वटा झुट भने आज त्यो एउटा कहाँ छानेर भन्नु? धेरै झुट बोल्छु मैले, धेरै भनेको छ। किन भन्नै पर्ने हुने रहेछ। एउटा चाहिँ यसपालि क्यानाडा घुमाउनु लान्छु भनेको 4 वर्ष भयो क्या। भिजा चाहिँ अस्ति नै 4 वर्ष अगाडि लगाएको फ्यामिली टुर भिजा भनेर। अनि मैले जहिले समरमा लान्छु भन्छु कि, समर आएपछि विन्टरमा लान्छु। क्यानाडा जाने त विन्टरमा हो नि, क्यानाडा हेर्ने भने हिउँ हो। हिउँ क्यानाडाको हिउँ भने त क्यानाडाको ब्युटी हो। हिउँ हेर्न जाने भने अलि ठ्याक्कै आयो। आजभोलि अब समरमा अहिले त यसपालि हिउँै नपर्ने रे भन्ने कुरा झुट बोलिरहेको हुन्छु। भाउजू यो पोडकास्ट हेर्नै पर्छ तपाईले। अनि यसपालि भगवानको कृपाले मलाई चाहिँ वास्तवमै लान मन छ। यसपालि क्यानाडाको साथीहरूले पनि भन्नुभएको छ, बरु आएको बेलामा यसो बाटो खर्च प्लेन भाडा हामी यसो एउटा कार्यक्रम गरेर उठाउँला, ल्याउनु भनेर चाहिँ यसपालि त लाने हो। ओके ल, यसपालि चाहिँ लाने। अब नेक्स्ट वान सकिए नि हुन्थ्यो। एउटा रहेछ अब, एउटा 2टा होला। एउटा छ, ठिक भयो, एउटा कम भएको ल। ओहो खाली पो छ त, छैन। प्र्याङ्क कल कसलाई गर्नु? भाउजूलाई आज त प्र्याङ्क हान्ने हो। आज त छोडिन्न मिलन दाइलाई। के प्र्याङ्क हान्ने कल गरेर, प्र्याङ्क कल के भन्नुहुन्छ फोन गरेर? म त भाउजूलाई नगरौँ एकदम जे भन्ने पत्याउँछन् क्या। त्यही भएर उनले त्यो सहन सक्छ। यो त एकदम रमाइलो हुन्छ क्या, एकदम रमाइलो तरिकाले भनेको सिरियस तरिकाले प्र्याङ्क गर्नु परेन, एकदम रमाइलो तरिका। उनले बुझ्दिनन् क्या प्र्याङ्क गऱ्यो भने, प्र्याङ्क गऱ्यो भने। प्र्याङ्क त बुझाउने नै होइन त, रमाइलो इन्ट्रेस्टिङ रमाइलो लिने मात्र। पछि भोलि जीवनकालभरि बुझिनन् भने के गर्नु? बुझ्नुहुन्छ यो मैले प्र्याङ्क गरेको हो, तिमीलाई झुक्क्याएको हो भन्न पाइएन। आजभोलि कसले बुझ्नुहुन्न प्र्याङ्क कल? पाइहाल्छ नि, यस्तो यो छोड्नलाई पाइहाल्छ नि। पाइँदैन गर्नु न, एकछिन त हो नि रमाइलो। हेलो, it is Shilale. It is Shilale. Shilale speaking. Yes. Okay, I have one question. How much you tax the charge for one show in abroad? I mean in Europe. One program in Europe. How much for one show? Which country? Europe? Europe, yes, definitely. How much? Are you kidding me? You Nepali, right? मिलन लामा हो। भोटे यो म कार्यक्रममा आएको छु कि यो पोडकास्टमा शिला, अनि यहाँ चाहिँ एउटा मान्छेलाई झुक्याउने कार्यक्रम रहेछ। म आफै हाँसेर मरि त गएँ। शङ्का लाग्यो मलाई। यो एलिना खनालले के गर्नु? नेपाली जस्तो पनि आउँछ, अनि फेरि कसले बोल्छ यो नेपाली हो जस्तो लाग्छ, होइन जस्तो लाग्छ। लान्छ मर्नु भाइ। अबे त मैले बोले इङ्ग्लिस त त्यहाँ जम्मै सुनेको होला। आयो अब आउँछ यो पोडकास्ट। नराम्रो के भएर हुन त धन्न कति धन्दै 1 लाख भने यार शिलाले। Are you kidding me? इङ्ग्लिस हेर जाने यो कम छ यो। आमा यो मलाई जिस्का जस्तो लाग्यो के। इङ्ग्लिस बोलाउँदा फर्र नआउने बिर्सेछ कि पहिला बोल्ने इङ्ग्लिस त। हजुर त बोल्नुहुन्छ है भाइ। मलाई त लागै धन्दै गतिलो जस्तो पाए बोल्दिनँ भाइ।
अनि के र तर बाटो भएछ शिलाले आजभोलि त पहिला बाटो होइन नि दाइ पहिला बाटो थिएन नि पहिले जग्गा किन्न गयो भने कति महँगो लिएको भन्ने त्यहाँ 35 भने 25 भन्ने खाले हो नि ल शिला एनिवे ल यहाँ चाहिँ यस्तै एउटा सेकेन्ड रहेछ एउटा पार्ट चाहिँ गर्नुपर्ने तर पनि आउँदैछ इङ्ग्लिस नि वारले आयो आयो राम्रो आयो ल एनिवे ल राम्रोसँग बस्नु है ल अहिले तातो पानीहरू खानु जाडो महिना छ है किन हाँसे फेरि अरे भन्दा नि यो मिठोसँग भोटे भन्ने उयो मात्रै हो अरूले भन्छ अहिले ढङ्ग पुग्दैन क्या अरूले भनेको चाहिँ गाली गरेर त हुन्छ उसले गीत पनि भन्छ नि दिदीले हजुर भोटे भनेर जिस्काउनु हुँदैछ हजुरले चाहिँ के भन्नुहुन्छ दिदीलाई केही भन्दैन ओठे यसलाई त ओठे भन्ने मैले यो संसारमा ठुलो ओठ भएको 3 जना छ एउटा शिलाले भइहाल्यो एउटा कमल गाउँले अर्को छ म भन्दिनँ अर्को नि हाम्रै कला क्षेत्रको हो भन्दिनँ छ ठुल्ठुलो यतातिर ओठ भएको ल ओके ल शिला राखेँ है ल कस्तो लाग्यो राम्रो लाग्यो रमाइलो भयो लास्टमा आँसु न आयो अलि केही अलि त्यस्तो किसिमको कन्ट्रोभर्सी आउने त्यस्तो खालि छ भने प्लिज है म यस्तो मन पराउँदैन कि यस्तो कुराहरू म सादामा अब यत्रो जिन्दगी कटिहाल्यो अब के लास्टमा यो तर हजुर शिला दिदीलाई चाहिँ यहाँ एक दिनमा एकदमै स्पेसल इन्भाइट चाहिँ गर्छु ल आउनै पर्छ है बसौँ न शिला हामी दोहोरी पनि गाउने राजु छ बद्रीजी हुनुहुन्छ अरू समय चन्द्र शर्मा सबै ल्याउने नि यो अलिक सानो भयो ठाउँ 8-10 जना आउने आफ्नो कुरा गर्ने त्यो शिला र मेरो कुरा अझ कस्तो छ आमामा डोल्पा गएको शिलाले धेरै हाँस्यो भन्छ नि डोल्पा भनेर कार्यक्रमको सुमन बुढा मगर भन्ने भाइ अहिले अमेरिका हुनुहुन्छ है उहाँले लानुभयो उहाँ डोल्पा हामीलाई राति नाइट बस रिजर्भ गरेर त्यो ड्राइभर रहेछ माइक्रो चलाउने ड्राइभर फेरि राति नचलाएको रहेछ क्या त्यो मान्छेले राति ड्राइभर गयो उहाँ त्यो पाउनु है दाङको के भन्ने गाउँमा गएर रातिको उज्यालो हुन लाग्थ्यो क्या 3 बजे माइक्रो म अगाडि बसेको थिएँ लक्कीले बचेको हामी त्यो रोडको छेउमा ड्राइभर निदाएछ ड्राइभर निदा त्यो रोडको छेउमा भएको त्यत्रो पिलर हुन्छ नि 2टा पिलर बडाङ भाँचेर गाडी त त्यो बर्खायाम थियो डोल्पामा कार्यक्रम हुने त हिमाल क्षेत्रमा त बर्खामा हो नि त अनि ठ्याक्कै घोलमा भैँसी हाल खेल्ने होलमा गएर गाडी घोलमा गएर झाक्कियो यो गाडी अगाडि सिसामा पानी भरिन थाल्यो हामी निस्क्यौँ सबै चोट लागेको छ अघि अनि मलाई खासै लाग्यो शिलालाई लाग्यो घुँडामा यत्रो उसको यो अगाडिको यो 5 सुला भन्छ नि यत्रो शून्य छ निलो भन्छ त्यो बेला मसँग क्यामेरा नि थियो कि त्यो सानो ह्यान्डिक्याम भनेर अनि त्यहाँ भिडियो खिच्न डोल्पाको राम्रो सिन लिएर गएको थिएँ आँदै मैले त्यो त्यहीँ नजिकैको एउटा हेल्थ पोस्ट रहेछ त्यहाँ गएर राति गएर उपचार गरेर त्यहाँ पनि हाँस्छ भने खिति त हाँसेछ उसलाई त्यत्रो दुखिया छ मान्छे अरू बिरामी पनि हाँस्नु थाल्यो क्या त्यहाँ कि त्यो पनि कहिल्यै बिर्सिनु जहाँ पनि हाँस्ने मान्छे हो कि जो धेरै हाँस्छ त्यो धेरै बात छ त्यो भने पीडा कम भयो नि उसले गर्दा अरूलाई पनि पीडा कम भयो त्यस्तो घटना पनि धन्दै मरे गाँठे अनि अगाडि त ढुङ्गा एउटा त्यो जालीमा थुपारेर राखेको हुन्छ बाटोको छेउमा ठुलो त्यहाँ गएर ठोकिया भयो त कोही पनि नबच्ने झ्याम्मै पापड हुन्थ्यो गाडी अलि ओर नै गाडी चाहिँ त्यो ठक्करेको त उसमा घोलमा गएछ कि त्यो दिनहरू बिर्सनै सक्दिनँ म त त्यो बेलामा त्यो शिलाले हाँसेको त्यत्रो सबभन्दा धेरै चोट लागेको होला है त्यस्तो हुँदा पनि हाँसेको म कहिले बिर्सिन्न कि तेरो हाँसोस् म त भने तेरो हाँसोस् हाँस्नु नै अघि हजुरले भने हाँसेरै पीडा भुलाएको एकदमै राम्रो कुरा ठिक छ ओके दाइ एकदमै रमाइलो भयो मलाई चाहिँ दाइसँग कुरा गर्न पनि एकदम आनन्द लाग्छ धेरै कुराहरू निस्किन्छन् नजानेको कुरा नबुझेको कुराहरू केही त्रुटि नमिलेको भए अथवा मैले केही मिस्टेक्स सोधेको भए चाहिँ दाइसँग एकदमै धेरै क्षमा चाहन्छु होइन त्यो अबु ओझा भन्ने छ कि धनगढीमा त्यो भन्नै बाँकी छ त्यो अर्को उसमा भाग भरौँला है अब दिदी ऊ शिला र म आउने बेलामा
ओके त्यो माहौल पनि छिटै मिलोस् भन्दै अन्तिममा केही छ दर्शकहरूलाई? केही छैन ल दर्शक इष्टमित्रहरू। अब पोडकास्ट भनेको आन्द्रा भौँडी खोल्ने रहेछ। आज नराम्ररी मैले सबै कुरो भने, अब केही गल्ती छ भने अब हजुरहरूले अब गाली चाहिँ नगरिदिनुहोस्, मनमै राख्नु न, यो मान्छे यति रहेछ खासै त होइन रहेछ भन्ने लाग्यो होला हजुरलाई। हो म खासै होइन पनि, त्यही भएर म यतिकै जीवन चलाइरहेको छु, आइरहेको छु। बेला बेलामा एलेना बहिनीले यसो यस्तो ठाउँमा ल्याइदिनुहुन्छ, धेरै म चितवनै बस्छु। आएको बेलामा म पनि हिजो आएको थिएँ, बसेँ। ल केही गल्ती भयो भने, केही कुराहरू कसैलाई अप्ठ्यारो भयो भने क्षमा माग्दै धेरै धन्यवाद बहिनी। थ्याङ्क यू दाइ, थ्याङ्क यू। नमस्ते।